एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा है। म चाहिँ अहिले सुगा एक राउन्ड सुगा रुँगेर पनि खेदाएर नै आइसकेको छु। त्यो सँगसँगै मैले के गरेँ भन्दाखेरि चाहिँ तपाईहरुलाई भन्न चाहन्छु म चाहिँ हैन। त्यो सँगसँगै चाहिँ मैले तरकारीको पनि बन्दोबस्त गरिसकेको छु। आजको तरकारी पनि खोजिसकेको छु। के भन्दाखेरि चाहिँ तपाईहरुलाई म देखाउँछु है त। सो हाम्रो घरको मौसम चाहिँ यस्तो छ अहिले है। यो पहाडीको चाहिँ खेत हो। यहाँ चाहिँ सुगा रुँग्नु पर्ने हुन्छ, खेदाउनु पर्ने हुन्छ क्या। सुगाको खै गर्छ भने अनि अहिले म चाहिँ सुगा रुँग्न आइसकेको छु। यहाँ यो चाहिँ बजाउने हो गाइज। अरे बजाउनु पर्छ यसलाई चाहिँ। यसरी बजायो भने मात्रै सुगा भाग्छ। के गर्नु गाइज, गाह्रो छ। सो अहिले आज चाहिँ एकदम शीतल छ जे होस् भनौँ न। अहिले बिहानको मौसम चाहिँ त्यो भएर नै उठ्न मजा लाग्छ क्या। गर्मी यत्रो घाम, बिहानै घाम भयो भने त लास्ट बोर हुन्छ। तपाईहरुकोतिर कस्तो छ प्लिज कमेन्ट गर्नु होला। सुन्नुहुँदैछ तपाईहरु सुगाको आवाज। बाँसघारीमा बसेर कराउँदैछन्। के गर्नु, मकै खायो भने त हामीले के खानु यार, सुगाले मात्रै खायो भने। सो तपाईहरुकोमा म तपाईहरुलाई म देखाउँछु हैन। मैले के टिभी भन्दाखेरि चाहिँ यहाँ चाहिँ यसको नाम भन्नु होला हैन। के हो यो चाहिँ, यो निगुरो। मैले चाहिँ अहिले भर्खर टिपेर ल्याएको हैन। तपाईहरु कसलाई मन पर्छ यो निगुरो प्लिज कमेन्ट गर्नु होला। मलाई चाहिँ यहाँ हेर्नु न, डुकु नै डुकु हैन। मेरो चाहिँ फेभरेट हो हैन। फेभरेट सब्जीमा चाहिँ एक पर्ने गर्छ यो निगुरो चाहिँ। अहिले भर्खर खोजेर टिपेर ल्याएको कि यहाँ यो रुखदेखि पल्लो यो छेउमा पाउँछ कि यति पाउँछ। पानी मात्रै पर्नुपर्छ हैन, यति मजाले पाउँछ नि। सो कमेन्ट गर्नु होला है त कसलाई मनपर्छ। हाम्रो गाउँघरको शुद्ध अर्ग्यानिक तरकारी साग, के भन्छ यसलाई, सागभित्र त पर्छ होला नि है। म चाहिँ सुगा रुँग्न आएको हैन। सुगा रुँग्न आएको, तर के गर्नु, त्यहाँ निगुरो छ भने थाहा पाएपछि मलाई मेरो मनै अडिन्न। यहाँ न कस्तो अनि टिप्नु गएको हेर्नु न कस्तो मतलब डुकु यस्तो राम्रो। फेरि पातेवाला छैन क्या, यस्तो डुकु टाइपको छ क्या। यस्तो चाहिँ बबाल मनपर्छ। योभन्दा मोटो मोटो डुकु हुन्छ हुन चाहिँ हैन। तर अहिले चाहिँ फ्रेस हेर्नु है कस्तो राम्रो छ नि हैन। अहिले बजारमा किन्नु पर्यो भने 20-25 रुपियाँ पर्छ होला, सायद 20-50 रुपियाँ पर्छ होला। यहाँ हामी चाहिँ सित्तैमा ओरिजिनल हैन फ्रीमा खाना पाइरहेछौँ। त्यो भएर त्यसको चाहिँ मौका चाहिँ फाइदा उठाउनु पर्छ क्या। सो यसलाई चाहिँ अहिले म अब गएर टिपिसकेँ हैन। अब गएर केलाउँछु अनि केलाएर आलुसँग हुन्छ कि केसँग हुन्छ फ्राई गरेर खान्छु। यस्तो मिठो हुन्छ क्या। मलाई चाहिँ निगुरो चाहिँ मिठो लाग्छ क्या। अनि त्यो भन्दा नि अरू मजा चाहिँ खोज्नुमा मजा लाग्छ क्या। मलाई चाहिँ खोज्नु चाहिँ यति मजा लाग्छ कि हैन। त्यो मलाई त्यो जस्तोसुकै अवस्था होस् क्या, भोक लागोस् कि जेसुकै होस्, म खोज्न चाहिँ बबाल खोजिदिन्छु। त्यो बोर चाहिँ लाग्दैन क्या। त्यो बोरिङ टाइपको हुन्छ नि, त्यो चाहिँ लाग्दैन क्या मलाई। अनि तर त्यसको लागि चाहिँ अलिकति चाहिँ दुःख चाहिँ गर्नुपर्ने चाहिँ के भन्दाखेरि चाहिँ जुकाको चाहिँ सामना गर्नुपर्ने हुन्छ है। फेरि गाइज जुकाको चाहिँ सामना गर्नुपर्ने हुन्छ, अरू त केही नै हैन। सो अहिले म चाहिँ हैन निगुरो हाल्नको लागि चाहिँ यहाँ त्यो पिपिरेको पातको चाहिँ यो बनाउँदैछु क्या, प्लेट बनाउँदैछु म। आयो कस्तो हुन्छ हैन। यस गाइस भयो हैन। एउटा छेडे, एउटा उ चाहिँ छेडे पातको चाहिँ प्लेट बनाउनु खोजेको हैन। मैले चाहिँ कहिले पनि यस्तो गरेको छैन क्या, यस्तो काम चाहिँ गरेको छैन।
ला भएन यार भएन। अब यता पनि छेड्न पर्ने हुन्छ। मलाई चाहिँ आउँदैन क्या आउन चाहिँ, तर थोरै अरू गरेको देखेको क्या त्यो चाहिँ भयो होला। यसका भयो टेन्टडा यतिको चाहिँ भयो है। अब यहाँ गर्छु, अब यताबाट छेड्दिन्छु। यस भयो। म चाहिँ यसरी गर्छु भनेर चाहिँ दिमागमा चाहिँ अगाडि नै प्लान गरेर आएको हुन्छ क्या, त्यही स्टाइलले गरिदिन्छु क्या। यतिको चाहिँ भयो है। अब यहाँनिर छेड्नुपर्छ। यसरी भयो पात चाहिँ पिपिरेको। मलाई चाहिँ आउँदैन क्या आउन चाहिँ होइन। कसरी गर्नु अब यसलाई? यहाँ त पछाडिबाट गर्नु कि अगाडिबाट गर्नु? अगाडिबाट गर्नुपर्छ होला। नुहाए पनि किन गरेको भन्नुहुन्छ होला। यसो जस्ट ट्राई सिकेको भन्नु के भन्नु अब यसलाई। अब सिङ्का पुगेन क्या अरूभन्दा पनि। सिङ्का चाहिँ के भन्छ बाँसको सिक्नुपर्छ भन्छन्, गर्नुपर्छ भन्छन् नि त। तर आफै उसमा आएपछि गरिहालिन्छ नि होइन। सिक्नुपर्छ अगाडि के गर्नु। अब जुन दिन ऊ आएपछि गरिहालिन्छ नि। अगाडि नै गरेर के गर्नु भने दिन आएपछि गरिन्छ हेर्नुहोस्। ए अगाडि नै सिक्नुपर्छ यताउति होइन। भयो त। बाँसको सिङ्का अलिकति लुज भयो होइन। यतिको पात चाहिँ बनाएँ क्या मैले बुनेर। यतिको टपरा मेरो फर्स्ट टपरा पिपिरेको पातको। पिपिरेको पातको अघि पनि देखाएको थिएँ होइन। देखाउँछ हेर्नु। यसमा चाहिँ अब निगुरो केलाएर हाल्छु होइन। अनि गएर पखाल्ने। पछाडि चाहिँ यस्तो देखिएको चाहिँ पिपिरेको पातको टपरा। यो चाहिँ मैले किन आदि यति नै आउँछ क्या। अब अरू थप्न चाहिँ आउँदैन मलाई। अरू थप्न पनि आउँछ, मैले गरेँ भने आउँछ। तर यहाँ सिन्का छैन क्या, हल्का सिन्का छैन। त्यही भएर मान्छेहरू अगाडि नै गर्नुपर्छ के गर्नुपर्छ। अब मन लागेपछि गर्ने हो त। मन नलाग्नु चाहिँ नगर्ने हो। हेर्नुहोस् अब म चाहिँ गएर यहाँ चाहिँ यसमा चाहिँ निगुरो केलाएर हाल्छु है। अब चाहिँ होइन निगुरो पनि आइसकेको छ। अब केलाउँछु यसलाई चाहिँ। अब यहाँ केलाको चाहिँ अघि यो टपरामा चाहिँ हाल्छु होइन। हालेपछि अनि लान्छु। अनि किनभने अहिले यो ओइलाइसकेको छ क्या। ओइलाउनुभन्दा नि हल्का भइसकेको छ कि। ओइलाको त के गर्नु, ओइलाको त होइन होला। हुनु त घामले त ओइला नै हाल्छ। अब यसलाई केलाउँछु अनि फ्रेस लगेर धोएर अनि पकाउने। चुवाट यसरी केलाउने। कति राम्रो छ है अर्ग्यानिक। सुगा कराएर यति उग्र गरेर खानौँ। हल्का सुगा पनि हेर्दै गर्नुपर्ने हुन्छ। त्यहाँ निगुरो पनि मात्रै गरेर हुँदैन। बजारमा किनेर खानुभन्दा खानुको फाइदा यहाँ आफ्नो घरतिर छ भने त किन किन्ने होइन। आफ्नै गरेर खाने नि। उयो अर्ग्यानिक पनि हुन्छ, स्वस्थ पनि हुन्छ, केमिकल पनि हुँदैन। केमिकललाई चाहिँ अहिले खानुभन्दा यही खानु राम्रो हो। तर के गर्नु, हरेक चिजमा केमिकल हुन्छ, नखाइ हुँदैन।
कसरी डुकु मलाई त यो मान्छेहरू फाल्छ नि होइन तँ पनि फाल्न मन लाउन्न क्या लाउँदैन क्या मलाई चाहिँ त्यस्तो अनि म त सबै हालिदिन्छु म त हालिदिन्छु किनभने मलाई उयो फाल्नै मन लाग्दैन क्या मान्छेहरू त सबै फाल्छ के खाने त हो नि सब त्यो माथिको चाहिँ खाने अनि तलको नखाने भन्ने हुन्छ पार्ट एउटा पार्ट खाने अर्को पार्ट नखाने भन्ने हुन्छ हुँदैन नि त यति ओरिजिनल दामी छ नि त होइन निगुरो पनि फाइनल्ली मैले चाहिँ निगुर र केलाई सकेको छु होइन पोख्यो ओ माई गड पोख्यो यार पोख्यो अलिकति पोखिन खोज्यो यार यति मजाले केलाएँ होइन अब लान्छु यसलाई म घर हेर्न सक्नुहुन्छ साथीहरू मेरो निगुरो यस यति भइसकेको छ यति भएपछि त खाना भइहाल्यो नि अब यसलाई मजाले केलाउँछु अनि पकाउँछु होइन त साथीहरू निगुरो सो अब यसलाई चाहिँ केलाउँछु यति यहाँनिर चाहिँ डुकु क्या कस्तो हेर्दाखेरि पनि यार नखाउन तर के गर्ने खानुपर्छ सब्जी भनेको छोड्न हुँदैन क्या त्यो पनि फ्रीमा पो त अर्ग्यानिक छोड्छ गर्मी त लास्ट भयो होइन घाममा अलिक बसेको गर्मी चाहिँ भयो सुगारुङ्दै निगुरो केलाएँ टपरा पनि मैले आफैले बुनेको है पिपिरी त पनि के भन्नु के भन्नु थाहा छ पिपिरीको पातको टपरा अनि यति भने बुन्नु त आयो नि त होइन निगुरो अब गएर यसलाई पखाल्छु होइन अनि पकाउँछु अनि खाने कस्तो हुन्छ है त भन्दा पनि मिठो हुन्छ अरू भन्दा नि खान त मन लाग्दैन हेर्दै कस्तो राम्रो लाग्छ क्युटी लाग्छ क्या यहाँ नै टपरा मैले कस्तो लाग्यो मैले गाँसेको मैले अनि यहाँ मुनि छ नि यहाँ हेर्न यी मुनि मम्मीलाई चाहिँ अलिक लागेर छ किन त्यहाँ चुट्यो क्या किन थाहा छ नि त घाँसमा आउँदैन भनेर निगुरो किस्मत से हमें आप हमदम मिल गए जैसे कि दुआ को अल्फाज मिल गए सोचा जो नहीं वो हासिल हो गया चाहूं और क्या कि खुदा दे अब मुझे किस्मत से हमें आप हमदम मिल गए जैसे कि दुआ को अल्फाज मिल गए सोचा जो नहीं वो हासिल हो गया चाहूं और क्या कि खुदा दे अब मुझे तो गाइस बिहानदेखि चाहिँ त्यो दिदीहरूले भ्लगै बनाउनु पाएन क्या आज फेरि कुदेको गरेर होइन यता गयो उता गयो कुदेको थियो काम परेर अनि भ्लगै बनाउनु पाएन अनि सो यति नै भनेर भ्लग अब चाहिँ म भ्लगको एन्ड गर्छु होइन अब खाना बनाउनु पर्ने काम छ अहिले कामहरू बढेको गरेको घरमा यताउति गरेर मोबाइल छुने टाइम त हुँदैन भ्लग कसरी बनाउनु हो त्यही पनि भोलिको भ्लग पनि हाल्नेछु अभियसली सो आजको भ्लग चाहिँ यति नै गर्न चाहन्छु है
प्लिज मेरो च्यानललाई चाहिँ लाइक कमेन्ट सेयर गर्नु होला साथसाथै सब्स्क्राइब गर्न नभुल्नु होला है त थ्याङ्क यू सो मच बाई बाई